एउटी आमा कि चारवटी छोरी सबैले यसै गरेर माया गर बाँचुन्जेलसम्म केही नसके पनि बोली वचन मिठो देऊ अनि तिमीहरूलाई पनि आशीर्वाद ती आमाले दिन्छन् राम्रै आशीर्वाद दिन्छन् सबभन्दा ठुलो भगवान भनेकै आमा भनेर जिउँदो छन्जेल के लाउँछन् के खान्छन् सबै चिज पुर्याउन सक्यो भने पछिको दिनमा केही पनि मनमा रहँदैन पछि आँखा चिम्म हुन्छन् मको चिन्यौ कि म आया भेट्न भन्ने ती आँखाले देख्दै देखिन्नन् अनि मुख बन्द भइजान्छ ल खाने हो कि यो अब त्यो मुखै आउँदैन क्यारी खान त्यही भएर बाँचुन्जेलसम्म माया गर्ने ममता गर्ने लाउने खाने दिने सबै चिज अहिले नै हो त्यही भएर आमा औँसी राखेको माता औँसी राखेको दिन पनि यही भएर नै हो यति कुरा बुझ्नु जरुरी छ दिदीबहिनीहरूले अब हामी दाजुभाइहरू भनेको हाम्रो रिस नगर्नु हामी हर चिजमा जतिखेर पनि हामी काम लाग्ने मान्छे हौँ अब तपाईँहरू भनेको कहिले कतै कोही कहीँ हुने मान्छे हो हेर त्यही भएर अब यहाँ त अब सबै सँगै हुन्छौ र टेन्सन हुन्न जति धनी भए पनि दिदीबहिनीहरू कोही पर काठमाडौँ कोही नेपालगञ्ज कोही दैलेख भयो भने उनीहरूलाई भेट्नकै लागि यो दिन राखे हो कुरो बुझ्यौ।